बायोडेन्सको यो फेमस अनि भाइरल कोलाजेन मास्क युज गरौँ है त आज। यो चाहिँ मैले सेन्टेलाको प्रोडक्टहरू मगाउँदाखेरि चाहिँ यो फ्रीमा आएको थियो होइन। अनि यसलाई चाहिँ धेरै दिन भइसक्यो मैले यो राखिरहेको, तर आज चाहिँ फाइनली यसको दिन आयो होइन यो लगाउनको लागि। यो चाहिँ मलाई थाहा थिएन कसरी लाउँछ, यसो भिडियो सिडियो हेरेँ होइन, त्यसपछि लाउन सुरु गरेँ। एक्चुली फेस वास गरिसकेर आफ्नो स्किन केयर गरिसके पछाडि चाहिँ युज गर्ने हो खासमा होइन। अनि यो चाहिँ एकदम हाइड्रेटिङ छ यस्तो यस्तो भन्ने सुनेको थिएँ होइन। अनि मैले चाहिँ यो भिडियो हेरेर लगाएको, तर आएर मैले राइटली लाएँ कि लाइन होइन, तर मलाई के मतलब भएन, मेरो स्किन हाइड्रेट भयो हो। यो चाहिँ त प्याल प्याल जस्तो कि गिलो गिलो त्यस्तो त्यस्तो हुँदो रहेछ। अनि मेरो हात त यस्तो डर यस्तो तानेको त त्यहाँ तल त च्यातियो, तर केही छैन, त्यही पनि मैले यताउता गरेर मिलाइहालेँ। त्यस पछाडि चाहिँ मैले यो राति लाएर सुत्न लाउँदैछु होइन। फाइनली यो चाहिँ रेडी हुन्छ यसरी। कोलाजेन चाहिँ हाम्रो फेसको स्किनको लागि चाहिँ अथवा हाम्रो हेल्थको लागि पनि एकदमै राम्रो कुरा हो। मैले चाहिँ यसलाई ओभरनाइट राखेर अनि ठ्याक्क भ्याल उठ्ने बित्तिकै कपाल सपाल यस्तो चरप्प पारेर बानेर हेरेको त होइन। म त कस्तो त्यो भुत जस्तो देखेको क्या लिटरली होइन। तर यो ट्रान्सप्यारेन्ट हुँदो रहेछ क्या भोलि बिहान उठेर हेर्दाखेरि चाहिँ। अनि यसरी बिस्तारै निकालेको त माई गड, मेरो स्किन त यस्तो हाइड्रेटेड अनि यस्तो ग्लोवी हुन्छ नि, कस्तो राम्रो फिल भएको क्या। अनि मुलायम पनि, लाइक कस्तो स्किन त कस्तो अर्कै भएको क्या। आई जस्ट लभड इट होइन। अनि यसको रिजल्ट चाहिँ लाइक ओभरनाइटमै देखिने क्या। अनि म त अझ तेल जस्तो यसको केही तेल सेल त्यस्तो काइन्ड अफ होला भनेर क्या यस्तो यस्तो गर्दै निकालेर हेरेको क्या, लाइक यस्तो पुसे जस्तो गरेको, तर इट वाज नथिङ। अनि मेरो स्किन चाहिँ मलाई यति हाइड्रेटेड फिल भइरहेको थियो। अनि मलाई चाहिँ एकदम धेरै मन पर्यो। अनि यसका तपाईँहरू पनि ट्राई गर्नु होला, सके त सबैले ट्राई गरिसक्यो होला। एनिवे थ्याङ्क यू गर्लिज, बाई बाई।